ए साली नानी कति बेला आउनुभएको? ए भेना म त भर्खर आएको। आउनु न यतै बस्नु गफ गरौँ। अनि दिदी चाहिँ कता जानुभयो देख्दिनँ कोठामा? दिदी त सुँगुरको मासु लिन जानुभएको छ। आउनु न भेना यतै बस्नु गफ गर्नु। र बस्दै गर्नु साली, म चिया पकाएर ल्याइदिइहाल्छु। भेनालाई एउटा कुरा पनि भन्नुपर्ने थियो। होइन भेनालाई भन्न पनि नहुने कुरा चाहिँ के छ साली, भन्नु न। तपाईँलाई म कति धेरै माया गर्छु नि। आई लभ यु भेना। अजिङ्गारको आरा दाइबले जुराउँछ भन्थे हो कि के हो? के भन्नुहुन्छ हौ भेना? ए केही पनि होइन साली नानी, केही पनि होइन। मेरो मनकै कुरा भने साली नानीले। म पनि तिम्रो दिदीलाई भन्दा धेरै त म तिमीलाई माया गर्छु नि। आई लभ यु टु साली नानी भनेर भन्छ भनेकोलाई के सम्झेर त्यस्तो भनेको साली नानी मलाई तिमीले? दिदी भेनाको घरबार बिगार्न चाहन्छौ? म त तिम्रो दिदीलाई यति धेरै माया गर्छु नि, त्यति धेरै माया त मैले आजसम्म म आफैलाई पनि गरेको छुइनँ। कुरा लाउँछ अचम्म छ बा। राम 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 राम। झन्डै यो दिदी बहिनीले मेरो आज ज्यान लियो भन्न बाँचियो भन्न बेलामा देखिएछ, नत्र त हालत खराब गर्ने रहेछ नि आज त।